आज दसैँको टिकाको दिनको धोबी खोलाको पुलको नजारा र भँगेराको आवाजहरू सुनौँ भाइ त। ल कति मजाले कराउँछन् भँगेराहरू है। पानी पनि परिरहेको अवस्था छ, रातभरि पानी परेछ हैन। अब यो चराहरूलाई कति चिसो भयो होला, कति जाडो भयो होला, यो चराहरू नै जानु नै हैन। हामी अब मान्छे पर्यौँ हैन, के गर्ने। ल भँगेराको आवाज के भन्दैछ, कसरी आफ्नो पिरोलो पोख्दैछ, यी भँगेरै जानुन् हैन। अब गीत गाएको हो कि मनको बह पोखेको हो कि आवश्यकताको कुराहरू पोखेको हो कि, यो कुरा थाहा नभएको अवस्था छ। ल ल हेर्नुहोस्, धोबी खोलाको पुल कति सुनसान छ। र बाटोमा पनि कुनै वाहनहरू कुदेको छैन, लाइन खाली खाली छ। र अचेल एउटा कुरा फरक भएको छ, धोबी खोलामा एउटा नयाँ बत्तीको जडान गरेको छ, त्यो नयाँ बत्ती यही हो। ल है त, आजलाई यति गरौँ। ल यो काठमाडौँ महानगरपालिका वडा नम्बर 10 बिजुली बजार भन्दछन्।